4 जना हजुर कटेर झन्डै कटेर भनिदिएको हो यो कटेज चाहिँ बस्नको लागि थके मनाउको लागि गाउँबाट टिपेर अझै कुहिरो लाग्न सुरु भइसक्यो यस्तो टाइममा लगाएर बबाल देख्छ केटा जुन जेसुकै भन्नु सो हेलो गाइज गुड मर्निङ नमस्ते के हाल खबर सबैजना वेलकम ब्याक छ मेरो नयाँ भिडियोमा अनि आज हाम्रो भिडियो चाहिँ के छ भनेदेखि हामी चाहिँ मानुपुर जाँदैछौँ कि लाइक ट्रेकिङ टाइपले अब बसमा बाइकमा धेरै गयो ट्रेकिङ जाऊँ न त अब टाढा जानु नभए पनि यही भनेर साथीहरू सल्लाह गरेर हामी चाहिँ आज जाने निदो गरेर हामी जानु लाग्दैछौँ अनि हामी चाहिँ बिहान नै उठ्छ म चाहिँ एक बिहान नै आज चाँडै नै उठेको थिएँ होइन अनि उठाइदिएको थियो अनि म उठेँ सो अब हामी चाहिँ एकछिन गरी निस्किएर अनि ट्याक्क लगाएर हिँड्दै जान्छौँ अनि मानुकोटको भ्यू देखाउँछन् तपाईँहरूलाई अनि एक्सप्लोर गर्दैछौँ कि हामी एकदम हाम्रो ठाउँको एकदम पिसफुल अनि राम्रो नेचुरल ब्युटी भएको ठाउँहरू चाहिँ सो त्यसको लागि एक लाइक गरिदिउँ अनि च्यानल नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गरिदिउँ सो केटा हाम्रो चाहिँ ट्रेकिङ स्टार्ट भइसक्यो है मैले झोला बोकेर 5 किलोको झोला बोकेर सबभन्दा अगाडि चाहिँ मैले लिड गरेको थिएन एकदम म जोसिलो भनेकै मै हो यहाँ सिडी पनि छ यहाँ केटाहरू टोटल 13 जना केटीहरू मलाई त भोक लाग्यो यार जोसिलो फुर्तिलो भनेकै मै हो अनि क्या भने कि बाटो लिड गर्नु पर्यो किप वाचिङ गाइस बिचमा के हुन्छ म देखाउँदै गर्छु ल 2 जना 3 जना 4 जना चार जना हजुर 5 जना 6 जना 7 जना 7.5 जना उता आधा हो कि मान्छे ओ छिटो नै यस्तो पाराले पुगिन्छ भनेको अलिकति चल्नु पर्यो भएर सानो मान्छेहरू कठै हामी चाहिँ गीत बजाउँदै डाँडा उक्लिँदैछौँ भेरी टफ यो ट्रेकिङ भन्ने कुरा एकदम हार्ड हुने चाहिँ स्लो हार्ड है सबै पछाडि आउँदैछन् ल अब एकछिन पुगिन्छ तर यस्तो हो क्या गाउँठाउँको होइन राम्रो ठाउँहरूलाई त एकदम प्रमोसन गर्नुपर्छ नि त कस्तो हेऱ्यो भने जान छ नि होइन शीत परिरहेको छ पुरा होइन हामी मजा नै आइरहेछ गाह्रो नि भइरहेछ सो होप यु गाइज आर इन्जोइङ हेर न केटा यार सुन्तलाको बोट रहेछ चोर्नु हुन्न यस्तो चोरी काम भनेको एकदम नराम्रो काम हो सुन्तला रहेछ खाना मन त लाग्छ तर यस्तो चोरीको काम गर्नुहुन्न कि चोर्नुहुन्न एकदम होइन मान्छेहरू एकदम के हुनुपर्छ अरे गुड हुनुपर्छ त्यहाँ चोरी काम गर्नुहुन्न क्या अब त्यही हो अरू भन्नु त के छ र होइन नो ए म त सुन्तला हेर्दै हिँड्छु के म सुन्तला हिँड्दैन क्या त घरभित्र पुगिन यार हामी चाहिँ होइन माथि गएर जुगा ला जुगा नि हो गाई एउटा बच्चा कति छोपे त्यो मुख पनि छ्या
सब फटाके मै मात्रै रहेछु सोझो यो ठाउँमा भन्ने सुजन एक नम्बर हो झन् एक नम्बर मलाई सिकाएको त ऊ निरानीले कहन नत्र म पहिला धेरै सोध्दै थिएँ कि यो ठाउँमा दौड्यो नि त झन्डै कटेर भनिदिएको हो यो कटेज चाहिँ बस्नको लागि थके मनाउको लागि ट्रेकिङ गर्नेहरूको लागि अनि हाम्रो यात्रुहरू ल हामी चाहिँ हिँड्दा आफ्टर अ भेरी लङ टाइम होइन हाम्रो डेस्टिनेसनमा आइपुग्न लागिसक्यो है घाम पनि लागिसकेछ घाम लागेको हेर्ने भनेको तर पाइएन है ओ घाम लाग्यो हेर घाम लाग्यो अनि घाम र जुन एकैचोटि लाग्छ त्यहाँ जुन पनि छ फेरि जुन अनि यता घाम र जुन के भन्छ एउटा डायलग थियो नि जुन हेर्नलाई घाम डुब्नुपर्छ भनेको परेन घाम पनि छ जुन पनि छ ल झला ए थकेला अब जम्मा 5 मिनट उनीहरू लास्टै ढिलो हिँड्ने रहेछ कि नत्र म अघि नै आइपुगेको थिएँ कि दे आर जस्ट भेरी स्लो यु नो अघि यहाँबाट हिमाल चाहिँ खतरै देखिरहेछ है लुक एट द भ्यू गाइज वी शुड हेभ टु प्रमोट आवर ब्युटिफुल प्लेसेस कस्तो दामी देखिन्छ त्यो है वाउ जस्ट वाउ घाम लाग्यो हेर न समीक्षा घाम लागिरहेको थियो हेर न बनाउँछु ल 5 मिनट है कस्तो दामी देखियो हेर न हिमाल लाग्यो हेर घाम लाग्यो ल तिमीले घाम लाग्यो नि भनेको त्यसो गाइजहरू यस्तो रमाइलोको लागि खोलिहाल्यो सब्सक्राइब गरेर है होइन त भान्जालाई भन्नुपर्छ कि जस्तो जाने त्यस्तै प्रस्तुति गर्दैछु हेलो गाइज जस्तो जाने त्यस्तो प्रस्तुति गर्दैछु अब बच्चाहरूले आफ्नो खुसीको लागि खोलेको च्यानल हो सब्सक्राइब चाहिँ गरिदिनु होला हामी त कति बजी पर्दै 5 बजी पुगेको रातिको 5 बजी पुग्यो हामी अब त जम्मा 5 मिनट हो क्या तर जसले जे भन्यो नि मजा बस्यो चोल्टी इन्जोइङ द ट्रेकिङ के अरे मजा छ यहाँ जुत्तामा लगाएर हिँड्छु रमाइलो भइकेर हामी रमाइलो हुन्छ तर एकदम अब जम्मा 5 मिनट देख्यो त उ त्यो डाँडा उयो डाँडा त हो नि हेर त्यहाँ मान्छे कति धेरै रहेछ डाँडामा लामन पहिला यस्तो हो कि तपाईँहरूलाई एकदम कम कस्टमा एकदम धेरै हिँड्न सक्नुहुन्न ट्रेकिङको लागि भने त बेस्ट प्लेस त्यही माथि भ्यू पनि एकदम बवाल छ स्वर्गभन्दा कम छैन त्यही भएर तपाईँहरूलाई एकदम राम्रो प्लेसमा भन्छु यहाँ आउनुपर्छ कि मानुकोट इज द बेस्ट प्लेस मैले चाहिँ गाइज नेचरबाट यस्तो ब्युटिफुल फुल बनाउँदैछु है आई एम नेचर लभर गाइज अब हामी चाहिँ ट्याक्क डाँडामा आइसक्न लागिसक्यो अब त्यही हो मानुङ डाँडा त्यही हो यही हो ए मान्छे कति धेरै रहेछ तपाईँहरूलाई होइन ढाटे होइन एकदम खतरा ठाउँ कम बजेटमा हेर्न मन लाग्छ भने हाम्रो त्यहाँ नाइट स्टेको नि ऊ छ होइन तपाईँहरूलाई होइन बिहानै उठेर आउँछ भन्दा पनि हेर्न सकिन्छ बस पनि आउँछ गाडी नि आउँछ जे पनि आउँछ कपल्स रुम नि छ कपल्स रुम नि पाइन्छ यस्तो भ्यू हेर्न ल हामी चाहिँ दाजुभाइ भएर यस्तो फुल टिपेर बनाउनु लाग्यो अहिले फोटो खिच्न मजा आउँछ कसरी दामी हुन्छ नि त सो या गाइज वी आर इन्जोइङ आवर ट्रेकिङ वाउ भेरी ब्युटिफुल आइज नि भयो त्यो धेरै नटिप्के एउटै मात्रै धेरै हुन्छ कसम भनेको तपाईँहरूलाई होइन आफ्नो गाउँठाउँको मतलब आफ्नो गाउँ त के भने बजारै हो मतलब आफ्नो ठाउँको आफ्नो तनहुँ जिल्लाको होइन राम्रो राम्रो ठाउँहरू कति छ क्या कति छ घुम्न लागेको तपाईँहरूलाई थाहै छैन बाहिर जानुहुन्छ होइन तपाईँहरूले यो भिडियो एकदम मन पराइदिनु भयो भने म अझै अर्को ठाउँ जान्छु यस्तै राम्रो उयो छोडिदिएको आइज भने फेरि टिपा भयो हामीले अब
आइ पनि पुग्यो डाँडा पनि त्यहाँ छ पछाडि आउँदैछन् पछाडि हराइहाल्यो के हामी चाहिँ माथि विवश लाचार मान्छेहरू आइपुगे फाइनली अब हामी चाहिँ होइन ट्याक्क जमाना यहाँ पिङ राखेको थियो क्या त्यहाँ आइपुगेको छौँ कहिले कति वर्ष अगाडि आएर हामी 2-3 वर्ष अगाडि आउँदा यहाँ पिङ थियो हिँडेर चाहिँ आइयो थिएन घाम हेर्न आएको मान्छे अन्त तलै देखियो घाम अब चाहिँ हामी पूर्ण रूपमा स्पष्ट रूपमा घाम छर्ल्याङ्गे देखिने भइसकेपछि मान्छेहरू थपक्कै देखाइसकेँ मैले देखाइसकेको छु कि त्यहाँ जाने हामी हिमाल त झन् मान्छे त टनाटन रहेछ एकदम खतरा निकाल्दैछ त्यहाँको मान्छे सब हामी चाहिँ बबाल पारामा आइपुगिसक्यौँ मानुगढको भ्यू हेर्नको लागि यु गाइज क्यान सी द भ्यू पिपुल आर टु मच क्रेजी जुन पनि घाम पनि एकैचोटि लाग्यो बबाल सिन त बबाले देखिया नै भिरै छ फेरि यहाँबाट त हाम फाल्यो भने सिधै दमैले पुगिन्छ या गाइज इन्जोय द भ्लग आउँदै त्यताबाट यता हामी चाहिँ यताबाट जाँदैछौँ ल हाम्रो ग्याङ पनि आइसक्यो होइन सबै यहाँ बसिरहेछ एकदम भ्यू हेरेर हाम्रो चाहिँ यहाँ चटपटे बन्दैछ सबै यिनीहरू भनेको ठेला गाडामा काम गरेको मान्छेहरू अरूटा इफ यु आर वाचिङ दिस भिडियो देन वी आर रिग्रेट वाला हैन तर बोलाको आएन तब के अन्त नि हैन अब आउन पर्ने तिमी कस्तो रमाइलो भइरहेछ हेर त यो पनि हाम्रो टिम हो त्यो पनि हाम्रो टिम हो अब चाहिँ बादल फिजारिन थाल्यो क्या होइन उसमा हाल पखानु एकछिन भिडियो गर्छ यो चाहिँ हामीले गाउँबाट टिपेर त्यहाँ वडी बागेर लिएर आएको चाहेर म भन्छु कस्तो हुन्छ क्यामेराम्यानको मुख राख्न सक्छ म चाहिँ होइन आज सुन्तलालाई अनबक्सिङ गर्दैछु लेट्स सी गाइस कस्तो हुन्छ सुन्तला चाख्ने हो मिठो छ छैन बेनकोटको तर हामी भाइले हिजो ल्याएको थियो दामी कहाँबाट ल्याएको बेनकोटको मिठो होला भाइले चाहिँ बेनकोटबाट ल्याएको ए मैले टिपेको पुरै मिठो दिएको तल राम्रो मान्छेहरू सब उता लुके चटपट बास्ना आयो भाइ मेरो नाक ताले है के हो बासा तिमीलाई त सुन्तला मात्र बास्ना आउँछ तिमीहरूलाई लाउन छोडेर हौ सुन्तलै देऊ कति अल्छियोमा छोडाइदिन्छु क्या छोडाउनै देऊ न सिंगल सुन्तला मिल्छ भाइ आउन ल पैसा लाग्दैन कि हामी चाहिँ त्यहाँ तिनीहरूलाई चटपट बनाउने काम लगाएर सुन्तला खाँदैछौँ अमिलो होइन अमिलो हो
हामी चाहिँ यहाँ सुन्तलाको तर यस्तो के मिनी भ्लगहरु बनाएर टिकटकमा हाल्यो भने झला चाहिँ टिकटकमा त भ्लग हाल्न त झन् टिकटकमा झन् त्यहीबाट त उनीहरूले युट्युबमा भन्दा नि के लाइले भन्दा टिकटकमा हाल्यो भने अनि पछि हेर्छ कि त्यहाँबाट रमाइलो लाग्यो त साच्चै हो तर यो हालौँ न हामी चाहिँ सुन्तला उ के अरे सुन्तला मुकबाङ मुकबाङ होइन मुकबाङ हो कि सुन्तला मुकबाङ यो सक्नु पर्ने त्यो सक्नु परेन को खायो नि उनीहरूले यो खाने के म त अगाडि छ क्या कस्तो खाले हो अमिलो भएको कुन गुल्ले छ उताबाट हुन्छ क्या हो झन् क्या गुल्ले गुल्ले लैजा त्यो सस्तो खाले अमिलो हुन्छ क्या आज सस्तो र सस्तो हो 140 रुपैयाँ खाल्थ्यो त तर के यो बाहिर हेर्दा मिठो देखेर लिएको 10 रुपैयाँको फरकले त बरु मिठै खाने नि ल है खाऊ है हैन के ल सक्नु पर्छ र के हो र ल फरक भन्दा नि अमिलो सुन्तला भ्याइन लासके रे म यहाँ के लान्छु नि यो नि खाऊ न यो नि खाऊ के एक्स्ट्रा दिएको झन् बोनस दिएको एउटा उताको सुन्तला देऊ न म केही बोलिनँ हजुर गुल्दै रहेछ यो कोही गुल्यो कोही अमिलो होला के मेरो हातमा भएको गुल्यो बाँडा देऊ न ल गुल्दै रहेछ यो लाउने गुल्यो खाने तिमी खान्दैनौ हामी खान्छ अब झन् हेर त कस्तो दिन भएको त्यो त मैले हेरेर दिएको थिएँ नि थोडी हेरेरै हो आँखा चिनेर दिँदैन तर घामले पोलेर मर्दैन यत्रो दिनभरि त बसेर हामीलाई दिनभरिको बस्छ र सुतामा जाने होला नि त औ जाने मेरो मम्मी 10 बजे आइपुग्ने नि बेलुका गर्ने होला नि त गाइस सर प्लिज सर्भ गर्दै नि यसम्म म खान्न के चटपट कसम खान्न म कस्तो स्टाइल हो सुन्तला खानी पैसा पर्ने नखाने त्यो घिन लाग्दैन खाने अनि त्यो छोडा नजाने रह्यो के सबै बसेको भडी भिडियो बनाउँछ बनाउँछु गएर लु खानपिन पनि सुरु भयो के अरे यहाँ चाहिँ कहिले खाँदा पाँदै खायो बाँड्दैन मान्छे सिधै हो सिधै धुन्छ भाँडा पल्टन नगयो जसले खाने त्यसले धुने आज दादै हो म त 10 रुपियाँ भाँडा धो है त अझै कुहिरो लाग्न सुरु भइसक्यो यस्तो टाइममा लगाएर सब मान्छेहरू फर्किँदैछ अहिले चाहिँ भ्युज हेरी भएर भ्युज होइन कि भ्यू फेरि भ्युज भन्नु खस्लै खाँदा खाँदा त्यो थाल हराउँछ फेरि कस्तो हुँदैछ ल भनिदिनु नि 2-4 शब्द हाम्रो एकदम तपाईँहरूले युट्युबमा गएर सर्च हान्नु भने चाहिँ थाहा हुन्छ सिङ्गर एकदम सिङ्गर मान्छे प्रसिद्ध छन् एकदम आइदेऊ सबसे ढिला आउने नि म हिँड्न नसक्ने नि मैले लास्टमा आएर बनाउने मलाई यिनीहरूले पनिस गरेको त्यो चाहिँ मलाई झोला पकाएर तिम्रो उसमा हुडीमा त मैले लाग्थ्यो हेर त कालो कालो ऊ खाना नपाकाहरू खाओ म केही भनिनँ म चाहिँ यस्तो होइन यस्तो यो चटपट भन्ने खानेकुरा होइन कि यो भने एकदम जङ्क फुड हो स्वास्थ्य खराब गर्छ सकिन्छ भन्ने होइन एकदम फलफुल होइन त्यस्तो खान्छ सुन्तला चाहिँ खान्छ यस्तो हो अब बिहान खानुहुन्न कि यिनीहरू भनेको बिग्रेको केटीहरू हुनु म भनेको अलिक सुध्रेको मान्छे भए अनि त्यहाँबाट चाहिँ खाँदिनँ पाग्यो नि
हेर हेर म बागे त ल यता बस्नु न मान्छे धेरै देखिएन कि उनीहरु यता बस्नु अघि ऑडियन्स देखेन मर्निङ भाइब्स ग्रुपमा देखिएन कि यता बस्नु ल अब चाहिँ पुरै कुहिरो लाग्न थाल्छ कि यतातिर नि लाउरे लाउरे भनेको पत्यान गयो गइले यतातिर नि कुरो लागिसक्यो पुरै चाहिँ ड्याममै हुन लागिसक्यो अब चाहिँ ढाडा सोल्टी के छ त्यहाँबाट यहाँ पनि लास्ट धेरै हाइटमा आ जस्तो लाग्यो यार थगे लाग्यो यार त्यहाँबाट गाह्रो थगे मारेर पिछाउन ल ठिक छ लेक लाग्न लाग्यो तिमीलाई रमाइलो माथितिर नि हो मान्छेहरू चाहिँ वाइल्डै छ होइन तर बादलको भ्यू चाहिँ अलिकति घटिसक्यो जस्तो एकदम बबाल सिन देखिनेवाला चाहिँ एकदम बिहान आउनु पर्थ्यो बिहान त्यही थिएन नि त्यहाँ अलिकति देखाउन पाइएन तर बबाल देखिसकेर हजुर जेसुकै भन्नु यु कान्ट बिलिभ कि कस्तो देख्छ भनेर सबै त रमाइलो मादल सादल बजाएर रमाइलो पनि भइरह होइन तर जुन हो त्यही गाउनु पर्यो म चाहिँ त्यो त्रवटार भनेको कति सेकेन्ड गनिहाल्ने सुरु नि 1.5 मिनेट भइसक्यो 60 सेकेन्ड 1 पहिले हो कि मेरो प्रीति पहिले के बडी रे मैले लाइला लाखौं हजारौं मध्ये तिम्रै मुस्कान हेरी किन हो मलाई पागल बनाउँछ यादेको केही छैन तिम्रो लागि मेरो माया कति रहेछ हेरिरहन यो सानो माया माडा भइरह नबाडी किन पनि माया माडा हुन्छ नि गीतै ताली बजाउनु माया मिठो न्यानो न्यानो खने हो यामु कान्छा खने हो यामु ओहो म पनि जान्छु साथै सँगै ठाउँमा गरे कहाँ जोड्दै लास्टमा के हुन्छ र हुन्छ र
राम जाने जाने हो पहिला गीत के भनेको रातो पछ्यौरी मलाई चिसो हावाले हानेको खै त माया नजानेको कबड्डी त स्टक पास गर्छ फेरि तुरथर दिएर फेरि भइसक्यो त काम जुन त हिन्दी पाइन्छ कि 30 भइसक्यो हिन्दी कोरियन चाइनिज इंग्लिश 33 म त अलि गुरुङ गीत गाउँछु 35 अलि गर्न 37 हैन भन्दा शिक्षा होला त्यहाँलाई शिक्षा 40 कतिसम्म 60 सम्म 42 45 40 44 म खाइदिन्छु ल एउटा अलिकति खाइयो केस मेरो बाहिर टेबलमा हैन मैले लगाएको हैन टेबलमा हैन नाचिदेऊ कम्मर नाचिदेऊ छल 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 क्यों पानी में छल क्यों जवानी ओ कम्मर नाची पटुकी माथि गैलामा कुवाको पानी खाने न्युकारी धाउँछन् कति बैमानी मै प्यारी हो कि रेशम मेरो जवानी तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई त्यसरी गाए इसकी सोफियाना तेरा इसकी सोफियाना तेरे वास्ते पवार है इसके कोई जुड़ती सी बार है इसके कोई सुबह खिलाफ है इसके कोई यीबाट त गीत सिधै नै लागिसक्यो यार आउँछ मलाई त ढुकोस् न गाडीमा कान्छीले घुमाउने यस्तै गीत सुन्दै थियो त्यो के भएन है उल्टे गीत मात्रै गीत राख्दै छायो लाग्यो गीत हामी गीत न लागि छोटे गीत न भइसक्यो के लगिरा त के गीत आउँछ मलाई त आउँदैन भइ त्यस्तो गीत जस्तो आउँछ त्यो आउन आउँदैन त्यो शब्दबाट अनि के भयो छिटो गीत आउन गाडीमा कान्छीले घुमाउने थोत्रो गाडीमा ल म गीत गाउनु हुँदैन छिटो गाउने 45 अब बिस्तारै गायो भने लाग्यो हुन्छ के भने 47 48 बिस्तारै गाउनु त लाग्यो हुन्छ भनेलो उन पत छैन कान्छीलाई घुमाउने भयो लाग्नु भयो अब त मबाट मसाला राही मसाला अरे बड़ी नैनो से या लो कम ऑन पाटे नुग्यो भुइँतिर मैतिर निरा नलाउ दुईतिर जे पनि आफ्नै रात रानी फुले जमा मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ रेशम फेरि उडेर जाऊ कि डाँडामा भन्छन् रेशम एकताले बन्दुक दुईताले बन्दुक नि ताल नाला अरे कि जिब्रो नफड्का ल्याओ बिरवाला हैन ताकेको मैले मायालाई ताकेको रेशम फेरि उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फेरि राजरे
किरा त भाइ हामीलाई आनेको गर्नु रात र जन्म सूर्य गाइनु रात र चन्द्र सूर्य रङ्गीन सान हाम्रो हिउँदो जगत छोरी रात र चन्द्र सूर्य 18 मा सकाउनु पर्यो एबाट सूर्य यो दुर्गेश थापा यो त्यो त गीतै भएन यो दुर्गे थापाको गीत हामी यो सबै यो जोड्दिया कन्सर्टको गीतहरु राख्न के यो दुर्गे थापाले सुन्नु होला यो आको नानीको सिरैमा कमल फुल्यो बासना त्यसले तानु के तारोले हानुकी नानीको सिरैमा उनीहरुको गीत नै हामी थपिदिनु पर्यो खाली गीत मात्रै गीत आउँछ बिर्से तिमीलाई बिना मैले गाएको नचा हेको होइन तिमीलाई चाहन्थे जुनी आधी बढी होला गीत इतना मजा सुनाइन त्यो इतना मजा क्यों अब आज गीत यो जहिले हरियो डाँडा माथि हजुर जप्ने साथी हो तारे हो यो त गीत हैन गीत हैन हैन गीत के सब गीत हामी पहिला अन्त थियो हरे राम राम अरु गाउनुपर्छ ए राम राम हरे राम भनेर सकम त्यहाँबाट उता गीत पर्यो नि हरे कृष्ण कृष्ण हरे अनि अघि त्यत्रो के थियो नि 18 अघि एक नि भन्थेन अनि गीताइदिएर गीताउला भनेर छोड्दै गयो नि गीताउँदै गीताइन त 22 त्यो गीत छोड्दै बसिआइक्यो झ्याली हुन्छ 28 हरियो चुरा मेरो हातै भरि माया चलाका भरि ल यति सिधै गीत खेल्यो र मैले बनाएर गीतै थियो त मेरो कस्तो गाडी कस माथि के फेरि भन्न हरियो चुरा मेरो हातै भरि माया चाखा भरि मुटु के हुन्छ होला नि हैन र नै हो के प्रोनाउन्सिएसन फलो गर्ने हो कि लेख्नुहुन्छ फलो गर्ने तुम्हें पेतना रुदिनी हस्दै हामीले बिस्तारै गीत त यो नि छोरो भने फेनु शिरमाथि गीताउने आयो भने त गीत पाएर नि गाउनु ल के थियो त्यो टिकटक मात्र सुन्यो 15 10 11 33 34 35 36 37 38 मिनेट त सिकेन त मिनेटहरु दिलो 45 39 ए 49 51 एक मिनट हैन 59 60 ल पनिशमेन्ट दिन पहिला 230 ल कसले दिन्छ एक्सेप्ट च्यालेन्ज 230 ल कोले दिन्छ सबैले गर्नु पर्यो 230 दिएर त सबैले त नि अनि काहे सबैले
जमैले झरेर ल्याउनु नि भन्दा जमैले झराएर एन्सर नि एउटै होला नि फेरि कता सबैले हुन्छ नि थरी थरी क्वेशन अलि सजिलो सबैले आन्सर दिनुपर्छ है त सजिलो क्वेशन हो त दिनमा कति घण्टा पढ्छ भन त ल पढन दासले पढेकै चिन्ता मेरो सब ढाटो छ कि 2 रे हो मम्मी कस्तो शनिबारको दिन शनिबारको दिनमा 2 घण्टा अरू बेला नि भन न मैले दिनमा सोधेन नि त यो बार भनेन उले एक दिनमा पनि मैले 12 सोधेछु र सबैले भन्न न सबैले भन्नु पर्यो मेरो भन्न ल पढ्दै थोरै जोडेर चाहिँ 4 घण्टा होइन 4 घण्टा कलेज ह्यान्तेन जोड्ने हुन्छ त पुग्छ मैले हाम्रो क्लासको मात्रै धेरै गर्दा हैन त्यस्तो कहिले त पुगेन छैन नि अब भन्नु 1-2 घण्टा होला नि त 1-2 घण्टा त होइन होला होला सुरु गरे बाइ सेम मिनिङ गर्नु ल अब के गर्नु साबु रिडिङ हामीलाई दे एउटा शब्द ल उनीहरुले दिने हो खबाट हो कि खबरी अनि हो या मु हरि खोला बगिजाने होला नो त्यस्तो हैन नि लाइदियो खरे हो के ठरे खोला हाम्रो भाषामा ठरे खोला मगे दाजु भएन खामोसिया ठाडेको ठा ठाडी हामीले बजार र मैले यति भन्दै ठेर हिँड्ने वाला क्या त्यो आउने आएन कि यति मात्रै आयो ठुमक जब हेट जाए बजन यो त गीत छ क्या तर त्यो गीत आउँदैन अब टाइम गर्नु न भन्दा 30 भइसक्यो ओ त 30 भएन त्यति 30 त्यति झिटो चल्दैन कसको गाडी त्यति छिटो ए छैन दाइ भात खाना आऊ What do you want? सबैले आफ्नो इच्छा भन्न पाउँछ होला ट्रुथ लो डियर ल डियर एउटैले रोज हुन्छ कि ल ल त्यही सोध्ने सबले डियर ल कम मलाई त हैन मानि फेरि एकदम डिपमा गयो भने के हुन्छ नि केही हुँदैन अनि साथीको भन्न केको डर भन्दिनु डियर वाली बस्ने काम लाग्यो बसेर बसेर डियर कम्पनी तपाईँको मनी छिटो लाउन छिटो लाउन गर्दिनला उठ बस त्यो पनि सोचा है हामीले कस्तो एकदम गाह्रो भएर मात्रै हो मलाई त ठमेल बजाएर भन्ने गीत आउँछ पुरै आएन र त्यो त ठमेल बजाएर के अर्कै छ कि के त्यो ठमेल बजाएर नला माया पिराती यता उता नगएर सबैजना नाच हो अब के गार्जिन हामी किन जति मेरो एक म त खेलेकै छैन म त क्यामेराम्यान हो दिन्छ अनि भन्दा ल छिटो ल त्यो डेकमा जान पाउँदैन गिटाउनु पर्छ मुखले गिटाउनु पर्छ ल छिटो एक फोनको भनेको धेरै नाच्ने हुने कि जाने गीतै यति हो हामीले शब्द दिने हो अब त शब्द दिनुपर्छ हामी दिने हो ल अब हारे
सक्नु दिन अलि तिमीहरूले नजाने तिमीहरूले पनि फेरि तिमीहरूले नजाने चल चवडा ररी 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 भन्नु न भने त्यो त हुँदैन यो त साह्रै गरेको गुड चाहिँ होइन ल नत्र त हामीले त्यो धुन भइहाल्यो नि चरी ररी ररी कोही त्यो धुन पनि हाल्दिन हामी नि हे हे क्या मालूम होइन कि क्या मालूम हो कि क्या मालूम क्या मालूम अब त्यही सुने त्यही गाइदियौ मैं कभी बतलाता नहीं पर तेरी परवाह करता हूँ मैं माँ यूं तुम्हें दिखलाता नहीं मन ही मन से हम जाता हूँ मैं माँ लगी नाली पगी दहान किन दिदी तो भाइ भन्छ अब यिनीहरूलाई हामी पनिसमेन्ट गर्न लागेला भाइ के सोध्नु यार फाल्तु एकचोटि भन्दा रोज्न नपाउने अब डियर मात्रै राखिदिने कि पुरुष नराखिदिने थबाट गीत सोच आउन हाम्रो नि हाम्रो पार्टी आउँछ यिनीहरू पुरुष मात्रै सोध्छ अनि गर्नु माग्ने पुरुष सोध्नु के किन्के त क्वेसन होइन त्योहरूको स्कुल लाइफमा कलेज लाइफमा बोयफ्रेन्ड कतिवटा मेरो त थिएन तर स्कुल लाइफमै केटाको केटा कहाँ हुन्छ यो त सरासर जोडेर हो क्या सबै स्कुलदेखि कलेजसम्म पढ्दा कौवा काटे भन न ल कतिवटा थियो हामीले उल्टे उल्टे बोल्दिन है ल भयो त नि मलाई तिमी त जान्छौ मलाई छोडी यो मुटु तोडी सर्ट हाल्न कि पत्यार लाग्दैन नि 20 भयो 20 21 मेरो घडी अलि छिटो छ यो मायाको संसार विचित्र हैन मायाले धरधरी म त पागल भए जान्छु
तीन भन्दा बढी चुज गर्न होइन के 3 भन्दा बढी साह्रै भयो हामीलाई ड्यार लिन परेन खाटुस मात्रै त मजा आउँदैन तिमीले झुट बोल्दै हाल्दै माथि है खेला जस्तो भइहाल्यो नि ड्यारको अप्सन चाहिँ कोही ट्रुथ छ र ट्रुथ छ ड्यार हैन तपाईले ड्यार भनिहाल्नु सोध्नु न त मम्मीको मा धेर लाग्छ कि ड्याडीको मम्मी लाग्छ ड्याडी भन्न पाइन एउटाको भन्दिनु न एकदम जेन्युइन आन्सर दिनु पर्यो अनि किन लाग्छ त्यो पनि भन्नु पर्यो दिदीको लाग्छ नि कसरी अप्सन गर्नु कस्तो किन र अर्को क्वेशनमा सोधा रिजन हुन्छ नि त्यही पनि मम्मीहरुको त अब दियार हो त्यसमा गर्दिम एक्सप्रेसन हैन कि एक्सप्लेनेसन एक्सप्रेसन त मैले दिने हो ओरे लो एक्सप्रेसन स्पेलिङ न भन्नु है कसको लाग्छ ड्याडीको लाग्छ तिमीलाई भने अनि ड्याडीको लाग्छ वाइ रिजन पनि मलाई के भने किन लाग्छ चाहियो नि त बिचारा मम्मी हुँदा ड्याडीको माया किन धेर लाग्छ ड्याडी हुँदा मम्मीको माया किन धेर लाग्छ अर्को ट्रुसमा अर्को ट्रुसमा चाहिँ रिजन दिने होला दियाले सोधेको सुरुमै किन मन पर्छ अनि उता त मम्मीले माया गर्छ मम्मीको माया लाग्छ नि त मम्मीको माया लाग्छ नि तिमीलाई नि ड्याडीको भन्दा मम्मीको माया धेरै किन लाग्छ मम्मी धेरै माया गर्छ ड्याडीले खासै कस्तो गर्नु थियो यु आर अ गुड क्वेशन अब के जाने के हो हरे खोला बगी जाने होला लौना माया बैसा समाला छहरे खोला त्यो त गीतै हो त्यो त गीतमै पर्छ गीतमै छैन त्यो त गीतमै पर्छ यो कविताको कविता सोच्छ हामी नि गीत हामीलाई त आउँछ यो कविता कविता 21 22 23 24 25 26 27 दिन भन्दा तुरु अन्त दिएर नर देनी दिएर 33 34 35 आफ्नै दिलमा खोले अनि 40 41 42 43 44 50 51 अब त दिएर हो फेरि 56 57 58 59 60 र सिद्धि हो तुचकी दिएर दिएर सब उठाता तबाट छ हामीलाई छैन हाम्रो त आउँछ तबाट सुन्न नि पर्यो नि काउन्ट गरे त्यो बोले जस्तो गीत हो कि हैन आउँदैन भन्दै गीत गाउँ सुने हैन डियर ल डियर ट्रुथ 3 मिनेट भन्दा धेरै रोज्न पाइदैन डियर अब के जाऊ त त्यहाँ नगु त ल त्यही के किन गर्दा नि धेरै गरे नचाइदेला न के गरिदिँदैन जाऊ न जाऊ न त त्यहाँ उभियो पहिला अनि भन्छु के गर्ने हामी अनि उभिन्छौँ हामी पहिला जाऊ न त्यहाँ हामी त पहिला भन्छौँ भाइ हामीले अघि एकछिन पखा भन्ने थियौँ फेरि डियर तापिन्छ ल उठा डल डियर जान उड्दिन भनेको उठ्नै पारिहरु भन्नु जानमा भन्दिन दसचोटि उफ्रिने के जम भन्ने म सिकाउँछु कि खिचडी राखिदिनु मात्रै भन्नु भन्छ नि त्यो 5 मिनेट भाइ भाइ त्यहाँ देखाइ भन्छ ओइ यहाँ बिचारा हाम्रो भाइहरू नाच्यो उ सुजन नाच्यो ल जाऊ यस्तो गर त मुन्टो यस्तो गर त मुन्टो यस्तो गर त सबैले एकतिर यस्तो गर न तिर्दैन गर न पहिला सबैले हात यस्तो गर छिटो मुन्टो अलिकति पल्टाउ सबै सिधा लाइन एकतिर फर्काउँछ त फर्काउनु सबैले एकतिर फर्काउ हाम्रो गरे होइन यस्तो अटो मुन्टो घटाउ न गाह्रो देखाइन के सजिलो त यस्तो सबै हात पनि दिनु पर्यो अलिकति 5 फन्को घुमा त्यही मिन्टो ल 3 फन्को ल भएन राख्छ भएन
यस्तै गरेर त रमाइलो हुने देख्नु भएको छैन तपाईँले यो देख्नु भएको कसैले देख्नु भएको छैन तालको पानी माछीले खानी जाने कि नजाने नजाने होला नि नहोला नि ल नि दिए ल त्यो अब हात समातेको वाला छ त यसै समातेर घुम्छ सबैजनाले आफ्नो हात समातेर घुम्ने दुईजना के दुईजना अनि एउटा चाहिँ 3 जना 5 जना भइसक्यो यहाँ सजिलो दिइराख त निरानीले बिस्तारै घुमाउने फुट्छ खेल्दैन भन्न पाउँदैन है गाली हुन्छ अब त्यही त्रुस्रोमा पाइन्छ नि त खालि हुत्तेर के होइन मजाले समात्दा साँच्चै खतरा हुन सक्छ हामीले चाहिँ नन सब्जी जितेछ बिना चाहिँ ट्रुथ गरेर छ दियार गरेर छ ल हामी चाहिँ ट्रुथ अर डेयर खेलेर यहाँ डमनीको भ्यू लिँदैछौँ एकदम नै चाहिँ डमनी बजार हो अनि त्यहाँ सब बादल सादल लाएर धेरै हारुवाहरू यिनीहरू झ्याल्दी खेलेर है तिमीले त दियार नि गरेन लास्टमा जितेर लौ अब गीत जुन गीत सर्च गरेर देखाउँदैन है न त्यहाँ भन्दा नि के गर्ने भाइ अब सर्च सर्च थिएन कसरी इन्डिङको गीत गाएन ए ल ल सर्च सुन त फेरि सर्च गरेर यिनीहरू त साह्रै अत्याचारै गर्न थाले त दमनी बजार यो मेन रोड हारे भन न बरु हामी चाहिँ एकदम दामी अनि भिडियो पारामा फर्किँदैछौँ अब घरतिर है सबैजना गयो अघि 2-4 जना चाहिँ अघि गइसक्यो अनि हामी चाहिँ फेरि हिँडेर जानु लाग्यो फोटो देखिथा म सायद हिँडेर नजान सक्छु त्यहाँसम्म बस्दा बस्न चढ्दैन नत्र त हिँड्दै जानु अनि यहाँबाट हिमाल कस्तो दामी देखियो कि एउटा ल त्यहाँ लाउरी पनि राम्रै देखियो रमाइलो भाइ फर्किने बेला र आउने बेला अलिक गाह्रो क्या झ्याउ त्यही बेला अब घर गएर भेटौँ ल हामी चाहिँ जसो बल्ल तल्ल घर आइपुग्यो अनि त्यही नै हो अब चाहिँ सुत्ने बेला नि भइसक्यो मेरो सबैलाई एकदम धेरै धेरै इन्जोय गरिदिनु भयो होला मेरो भ्लग भन्ने आशा गर्दछु र आउँदो भ्लगहरू पनि यस्तै रमाइलो हेर्न चाहनुहुन्छ भने चाहिँ च्यानल सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला यस्तै भिडियो हेर्नको लागि